मलाई मर्न बाध्य बनाउने मान्छे शर्मिला श्रेष्ठ हो। मेरो जिन्दगी बर्बाद बनाउने शर्मिला श्रेष्ठ हो। मलाई मेरो पर्सनल रिलेसनसिप फुटेज बाहिर निकालेर मेरो जिन्दगी बर्बाद पार्ने शर्मिला श्रेष्ठ हो। उनीहरूले यस्तो डेन्जर प्लानिङ गर्यो होइन, यस्तो गर्यो होइन, होटेलको फुटेज निकालेर मलाई यस्तो बनाइदियो होइन। मेरो पनि लाइफ हो कि भगवान, मेरो पनि लाइफ हो। म पनि कसैलाई मैले माया गर्थेँ होला, कसैसँग मैले भेटेँ होला, म सेलिब्रेटी हो भनेर मैले कहिल्यै सोचेन। म सधैँभरि म नर्मल केटी हो, म नर्मल तरिकाले म जानुपर्छ भनेर मैले सोध्थेँ। तर मलाई चाहिँ फसाउनुको लागि प्लानिङ भइरहेछ। प्लानिङ होइन, भइसक्यो।